नमस्कार। हजुरलाई चाहिँ आज म पाम्स ब्युटोमा चाहिँ हामीले चाहिँ औषधिहरूको सम्पत्ति म्यापिङ कसरी गर्ने भन्ने कुराहरूको बारेमा जानकारी गराउँदैछौँ। ध्यान दिएर सुन्नुहोला। जस्तै कि हामीले स्वास्थ्य संस्थाबाट पालिकामा चाहिँ औषधि माग फारम गर्दाखेरि चाहिँ कुनै औषधि भेटिएन भने त्यसलाई चाहिँ त्यो माग फारम कसरी ल्याउने भन्ने तरिकाले चाहिँ हामी के गर्नुपर्छ त भन्दाखेरि त्यसलाई चाहिँ हामीले कार्यालयमा सम्पत्ति म्यापिङमा चाहिँ गरेपछि मात्र तपाईँको के हुन्छ भने माग फारममा देखिन्छ। जस्तै कि अब त्यसको लागि के गर्नुपर्छ त भन्दाखेरि पाम्स ब्युटो लगइन गर्ने स्टोर किपरको आइडीबाट। त्यसमा चाहिँ हामीले यो ड्यासबोर्डको माथि प्रणाली व्यवस्थापनमा जाने, प्रणाली व्यवस्थापनको सम्पत्ति सम्बन्धी विवरणमा क्लिक गर्ने। त्यो क्लिक गरिसकेपछि यो लेफ्ट साइडमा हामीलाई यो कार्यालयमा सम्पत्ति म्यापिङ भन्ने छ, त्यसमा हामी क्लिक गर्ने। क्लिक गरिसकेपछि यस्तो देखिन्छ ड्यासबोर्ड। त्यसमा चाहिँ हामीले यो सम्पत्ति विवरणमा सम्पत्तिको प्रकार भर्ने। सम्पत्तिको प्रकारमा जस्तै हामीले औषधि चाहिएको थियो भने खर्च भएर जाने। उपसमूहमा चाहिँ हामीले औषधि चाहिने माल सामान। उपशीर्षकमा चाहिँ मेडिकल तथा औषधिजन्य सामान। अब तपाईँ हामीलाई चाहिँ के चाहियो, जस्तै कि मैले पालिकालाई चाहिँ डेक्लोफेनाक ट्याब्लेट माग गरेको थिएँ, त्यति बेला भेटिएन भने हामीले यहाँबाट चाहिँ म्यापिङ गर्दाखेरि त्यो चाहिँ फेरि त्यहाँ देखिन्छ। जस्तै कि मलाई डेक्लोफेनाक, यो सर्च बारमा जाने, डेक्लोफेनाक गर्ने, लेख्ने अनि सर्च गर्ने। सर्च गरेपछि हेर्दा यहाँ देखियो नि त। जस्तै मलाई डेक्लोफेनाक 50 mg र 100 mg को चाहिएको थियो। जस्तै अब यो डेक्लोफेनाक ट्याब्लेट 100 mg, यसमा क्लिक गर्ने, टिक लाउने। जस्तै 50 mg को टिक लाउने। यति गरिसकेपछि यसलाई अब हामी के गर्ने, सेभ अल गर्ने। सेभ अल गरिसकेपछि माथि हेर्नु त के देखायो, म्यापिङ सेभड। यति गरेपछि हाम्रो काम सक्यो।